हेलो गाइस, आज म साइन्स सिटी आएको छु घुम्नु कालिम्पोङको हैन। वेदर चाहिँ आज यस्तो छ। हजुरलाई मेरो युट्युब च्यानलमा हजुरलाई वेलकम छ हैन। तर आज म प्याराग्लाइडिङ गर्न आएको हैन। र वेदर चाहिँ यस्तो छ, अब आज मलाई सायद किस्मतले साथ दिन्छ कि दिँदैन त्यो म भन्न सक्दिनँ हैन। तर पनि म कोसिस गर्दैछु हैन। म आज चाहिँ भर्खर डेलोबाट फर्केर साइन्स सिटीमा पहुँचेको छु हैन। साइन्स सिटीको भ्यू चाहिँ यस्तो नजारा यस्तो राम्रो रहेछ हैन। तपाईहरु पनि आउनुहोस्, हजुरलाई हैन मेरो युट्युब च्यानलमा हजुरलाई वेलकम छ हैन। तपाईले हेर्नुहोस्, यसको उत्तापट्टि वारीपट्टि चाहिँ तपाईको प्याराग्लाइडिङको भ्यू चाहिँ यहाँबाट आउँछ। अनि म चाहिँ अब जाँदैछु प्याराग्लाइडिङ गर्नको लागि हैन। अनि तपाईलाई प्याराग्लाइडिङ गर्नु छ भने चाहिँ मर्निङमै गर्नुहोस्। आफ्टरनुनमा चाहिँ वेदरले गर्दा अलिकति अप्ठ्यारो हुँदो रहेछ हैन। तर वेदर पनि यस्तो छ हेर्नुहोस् अब कस्तो छ हो, म भन्नु पनि सकेको छुइनँ। अब म त आज धेरै आशा लिएर आएको छु हैन। अनि त्यो आशा सायद मेरो सायद निराशा हुन्छ होला हैन। प्याराग्लाइडिङ गर्नु धेरै मन थियो, त्यसले गर्दा तर अब म खै के गरौँ हैन। कतै किस्मतले साथ दियो भने मेरो युट्युबमा भएको मेरो साथीभाइ मित्रहरूले कतै तपाईकोले आशीर्वाद दिएको छ। हेर्नुहोस् हावा कस्तो चल्दैछ हेर्नुहोस् त। अब प्याराग्लाइडिङ पनि गर्न सक्छु सक्दिनँ। आज त बेकारमा यसो म जुस पनि लाग्दैछ हो। अब प्याराग्लाइडिङको पनि धेरै समय आउँदैछ। तर अब एउटा हेर्नुहोस् इच्छा छ मलाई आज चाहिँ म प्याराग्लाइडिङ गरेरै फर्किन्छु हैन। तर भ्यू चाहिँ यस्तो छ, क्लाउडी वेदर छ हैन। तर खै कसरी भन्नु म हजुरलाई। अब धेरै दिन बादमा म कालिम्पोङ आएको छु। मेन कुरा चाहिँ मेरो प्याराग्लाइडिङ गर्नको लागि नै हो। यसमा मेरो भएको साथीभाइहरू साइन्स सिटीमा धेरै इन्जोय गर्दैछ, प्लेस गर्दैछ हैन। कतिवटा कुरा अब हेर्नुहोस्, म यहाँ मेरो प्याराग्लाइडिङ पनि सुरु भयो। म आकाशमा